त्यसको लागि मर्न परे पनि उनी तयार छन् जस्तो देखिन्छन् कि देखिन्छ अब मान्छेले यो कुरा बुझ्दैनन् होइन। अब प्रतिपक्षमा भएका आजसम्म कुनै नेताले पनि नेपाल भारत सीमामा नेपाली सेनालाई खटाउँ, हाम्रो सीमाको सुरक्षा गरौँ, एसएसपी दिन दहाडै सुस्ता छिरिसक्यो होइन, हाम्रा नागरिकहरूलाई दुःख नदिउँ भनेर बोल्ने प्रतिपक्षमा भएको आज एउटासम्म नेताले मलाई यसरी ठाडो शिर लाएर बोलेको चाहिँ मलाई याद छैन। जुन पार्टीले सेना भारत र कर्मचारीको विरोध हुन्छ नि, यो तीनटाको विरोध गर्छ, त्यो पार्टी धेरै टिक्दैन नेपालमा। अनि त्यो पार्टीले टिके पनि कमाउनु पाउँदैन, कमाउने ठाउँमा जानु पाउँदैन अथवा सत्तामा जानु पाउँदैन। हर्क साम्पाङको विरोध गरिरहेछन् हो, सरकार हर्क साम्पाङ त्यही तीनटाको विरोध गरिरहेछन्। भनेपछि के हो भनेदेखि हर्क साम्पाङले राजनीतिमा नयाँ ट्रेन्ड ल्याउन खोजेका छन्, तर ती आउजोडले झोसेको कुकुर बिजुलीदेखि चर्चिन्छ भने पार्टीले लग 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 खुट्टा कमाएर हो नि त। त्यो त त्यही भएर, तर हर्क साम्पाङ खुट्टा कमाउँदैनन् किनभनेदेखि लखन थापै बन्नु पर्यो भने पनि डराउँदैनन्।